साथीहरू यो रुखमाथि चढ्ने कुनै छोरा मान्छे होइन, एकजना महिला, त्यो पनि हजुरआमा 70 वर्षको। हेर्नुहोस् त कति मजाले रुखमाथि चढेर कस्तो मजाले डाले घाँस काट्दै हुनुहुन्छ, आँपका हाँगाहरू बाख्राको लागि। यहीँ हजुरआमा हुनुहुन्छ उहाँ। अनि मैले हजुरआमालाई सोधेँ, हजुरआमा तपाईँ कति वर्षको हुनुभयो भनेर सोधेको। म 70 वर्षको भएँ। अनि हजुरलाई रुखमा चढ्न डर लाग्दैन भनेको। लाग्दैन मलाई चढ्न, म त अझै पनि रुखमा चढेर जति पनि काटिदिन्छु घाँस भनेर भन्नुभयो। कति आँटिली है हजुरआमालाई देखेर म त दङ्ग परेँ। अनि तपाईँ पनि मैले एउटा रुखमा आँप काट्दै गरेको भिडियो बनाएको छु होइन। अनि तपाईँ अहिले पनि रुख चढ्न सक्नुहुन्छ? आमामा कति टुप्पामा चढेर कस्तो अचम्म। हेर्नुहोस् त साथीहरू कति मजाले त्यो हजुरआमाले 70 वर्षको हुन्छ त्यो हजुरआमा है। मैले मजाले भिडियो पनि लिन पाइनँ किनकि मलाई अलि हतार थियो होइन। अनि डाले घाँस कति मजाले काटेर अब त्यसरी होइन 70 वर्षको पुग्नुभयो तर पनि माथि त्यत्रो रुखमा चढेर हाँगा काटेर बाख्रालाई घाँस काट्न सक्नुहुन्छ।